नमस्ते, कोशी अपडेटमा हार्दिक स्वागत अभिवादन गर्छु। म भरत प्रसाई। नेकपा एमाले पूर्व राजा ज्ञानेन्द्र शाहको उक्साहटमा संविधान विपरीतका कार्यहरू भइरहेको बताएको छ। प्रतिनिधि सभाको आजको बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्व राजा ज्ञानेन्द्र शाहको उक्साहटमा पञ्चायतकालीन राष्ट्रिय गान बजाइएको भन्दै आपत्ति जनाएका हुन्। संविधानको पालना गर्नु प्रत्येक नागरिकले पालना गर्नुपर्ने लेखिएको पूर्व राजा र उनका समर्थकहरूले संविधान विपरीत कार्यहरू गरेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने बर्तौलाले माग गर्नु भएको छ। पछिल्लो समयमा पूर्व राजाको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्सावटबाट समाजमा संविधान विपरीतका कार्यहरू भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गानहरू गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन गर्ने, संविधान विरोधी गतिविधि क्रियाकलापहरू भइरहेका छन्। ती सबै कामहरू पूर्व राजा ज्ञानेन्द्र शाह स्वयंले उक्साइरहनु भएको छ, उहाँले भन्नुभयो। यति मात्र होइन, र्यालीहरूमा विदेशी, विशेष गरी भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको पोस्टर सहितका र्यालीहरू भइरहेको देखेका छौँ। यसले हाम्रो संविधान विपरीतको कार्य गरेको छ। यो राष्ट्रिय हित प्रतिकूल हुने कार्य होइन। यसलाई कानुनी दायरामा ल्याउनुपर्छ। यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्छ र नियन्त्रणमा राख्नुपर्छ, उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, राजावादीले पोखरा, काठमाडौँ लगायतका ठाउँमा कार्यक्रम गर्दा पञ्चायतकालीन राष्ट्रिय गान गाएका थिए। मुख्य सचेतक बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने धारणा राख्नु भएको थियो। उहाँले भन्नुभयो, लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प निरङ्कुश तन्त्र हुन सक्दैन। सङ्ग्रहालयमा थन्किएको राजतन्त्रले हुकुम प्रमाङ्गीबाट देश चलाउने दिवा सपना नदेख्न चेतावनी समेत दिनु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र प्रचण्ड र व्यक्तिका रूपमा ज्ञानेन्द्र शाहको बराबर रहेको हुँदा त्यसलाई गलत ढङ्गले प्रयोग नगर्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उहाँले पूर्व राजालाई उदारतालाई कमजोरी नठान्न चेतावनी पनि दिनुभयो। उहाँले राजावादीहरू सडक र सदनमा पनि भएको हुँदा सरकारको कुशासनले पनि जनता सडकमा उत्रन बाध्य भएको बताउनुभयो। उहाँले सत्तामा रहेका पार्टीको शासकीय शैली नै यसको मूल कारण भएको दावी गर्नुभयो। उहाँले लोकतन्त्र र राजतन्त्रको तुलना नै हुन नसक्ने बताउनुभयो। प्रचण्डले राजावादीहरूको चहल पहलका पछाडि देशभित्र र देश बाहिरका चलखेल मिसिएको दावी गर्नुभयो। वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराइरहेकाहरू आज सडकमै उर्लिएको बताउनुभयो। प्रचण्डले आफू सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली लगातार अनुपस्थित बनेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ। रासपा सभापति रवि लामिछानेलाई संसदमा उपस्थित हुन नदिएकोमा पनि उहाँले आक्रोश व्यक्त गर्नुभयो। उहाँले संसद सञ्चालनमा प्रतिपक्षलाई दिएको स्पेसबारे पनि गम्भीर हुन सत्तारूढ दलहरूलाई आग्रह गर्नुभयो। प्रचण्डले अहिले मुलुकका सबै क्षेत्र आन्दोलनमा उत्रनुपर्ने अवस्था बनेको बताउनुभयो। उहाँले नेपालमा प्रतिक्रान्तिको तरबार चलाउन खोजिएको बताउनुभयो। सरकारका गलत क्रियाकलापतिर र अर्कोतिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुझ्नुपर्ने स्थिति सृजना भएको उहाँले बताउनुभयो। प्रचण्डले पछिल्लो 8 महिनामा भएका सबै नीति निर्णय र नियुक्तिमा बिचौलियाको हस्तक्षेप भएको आरोप पनि लगाउनुभयो। उहाँले यो 8 महिनामा बिचौलिया बिना भएको एउटै मात्रै उदाहरण दिन पनि आग्रह गर्नुभयो। उहाँले अहिलेको सत्ताको ड्राइभिङ सिटमै बिचौलिया रहेको जिकिर गर्नुभयो। यही फागुन 29 गतेदेखि आगामी चैत 28 गतेसम्म बिरिङ पुलबाट पूर्ण रूपमा आवत जावत बन्द हुने भएको छ। झापा गाउँपालिकाले आज एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै मेची रतुवा सडक स्थित झापा गाउँपालिका वडा नम्बर 5 पश्चिमतर्फ र बारादशी गाउँपालिका वडा नम्बर 2 पूर्वतर्फ सीमामा रहेको बिरिङ खोलाको केही बियरिङहरू परिवर्तन गरी नयाँ बियरिङहरू राख्नुपर्ने भएकाले करिब 1 महिनाका लागि बिरिङ पुलबाट पूर्ण रूपमा आवत जावत कार्य बन्द हुने जानकारी गराएको छ। 3 जनालाई घाइते बनाएको घटनामा संलग्न खगेन्द्र खालिङ राई पक्राउ परेका छन्। उनलाई बिर्तामोड 2 चारपानेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो। अन्य संलग्नहरूको पहिचान गरी खोजी भइरहेको पनि उहाँले बताउनुभयो। मध्यरातमा बिर्तामोड 4 स्थित कर्णाली सहकारीको कार्यालयदेखि पश्चिमपट्टि 45 वर्षीय खगेन्द्र खालिङ राई बस्ने डेराको अगाडि हतियार प्रहार भएको हो।
खालिङ केही वर्षदेखि गणेश प्रसाईको घरमा डेरा लिई बस्दै आएका छन्। विवादका क्रममा खालिङ लगायतको समूहले धारिलो हतियार प्रहार गर्दा युवा संघका केन्द्रीय सदस्य सहित 3 जना घाइते भएका थिए। घाइते हुनेहरूमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका वडा नम्बर 4 बस्ने वर्ष अन्दाजी 37 वर्षका खगेन्द्र राज आङदम्बे, एमालेका बिर्तामोड नगर कमिटीका सदस्य वडा नम्बर 9 बस्ने वर्ष अन्दाजी 35 का विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता वडा नम्बर 4 बस्ने अन्दाजी 30 वर्षका अजय खवास रहेका छन्। घाइतेहरूको बीएनसी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूलाई खालिङ लगायतको 2-3 जनाको समूहले धारिलो हतियार प्रहार गरी कुटपिट गरी घाइते बनाएको बताइएको छ। गए राति 12:45 बजे बिर्तामोड नगरपालिका वडा नम्बर 4 भद्रपुर रोड स्थित दरबार रेस्टुरेन्ट अगाडि सोही रेस्टुरेन्टमा उनीहरूले सँगै खानपिन गरेका थिए। त्यसपछि खगेन्द्र खालिङ र उनका भतिजा दुर्गा खालिङ कोठामा फर्किएका थिए। कोठामा आएर खालिङले आङदम्बेलाई बोलाएर हतियार प्रहार गरेको बताइएको छ। पाँचथरको हिलियाङ गाउँपालिकाको भालुचोक घर भएका खालिङले ताप्लेजुङको काबेली हाइड्रो पावर हेर्ने गरेका थिए। त्यस हाइड्रो पावरसँगको लेनदेनको विषयमा दुवै साथीबीच विवाद परेको बताइएको छ। युक्रेनले रुसमा दर्जनौं ड्रोनले आक्रमण गरेको छ। मंगलबार स्थानीय समयअनुसार बिहान 4 बजे रुसको राजधानी रहेको भूभागहरूमा युक्रेनले दर्जनौं ड्रोनले आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। समाचार संस्था रोयर्सले युक्रेनको जवाफी आक्रमणलाई युद्ध सुरु भए यताकै ठूलो आक्रमण मानिएको छ। 69 भन्दा बढी ड्रोनहरू हवाई प्रतिरक्षा प्रणालीबाट नष्ट गरेको रुसी अधिकारीहरूलाई उद्धृत लेखेको छ। रोयर्सले लेखेको छ। रुसी समाचार संस्था तासले भने त्यहाँको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै 337 ड्रोन निस्तेज पारिएको भनेको छ। हवस् त, कोशी अपडेट यति नै। आगे चाहन्छु। नमस्ते।